गुड मर्निङ दिदी। धारेको भ्यू है। यो यताको भ्यू। अब चाहिँ यताको भ्यू है। यस्तो ठाउँ चाहिँ हामी बसेको। हेर्नु न हाई मर्निङ गुड मर्निङ। नाच्नु न दे एकचोटि। यस्तो चाहिँ वाउ छ है गाइजहरू। ल गुड मर्निङ दिदी। ल हामी चाहिँ अब यो बाटो हुँदै जाने है उतातिर। हामी चाहिँ होटल होइन घरबाट चाहिँ हिँड्यो होटल होमस्टेबाट हामी चाहिँ यता यता हुँदै यता जाने हो। अब हामी नि अब यता यता जाने हो यता है दिदी। कस्तो भइरहेको मलाई अलि घोडा खाएर ए होइन मान्छे छ अनि त्यस्तो घोडाले गर्छ खै के हो झाँटे भनेको दिदीको बोली। उही अब यहाँ त्यस्तो रहेछ तल है फेरि दुइटै लिएर आइदिउँ फेरि वेलकम वेलकम। ल दिदी हजुर घोडा चाहिँ ट्याङ 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 गर्ने भयो। हामी चाहिँ ब्रिज क्रस गर्छ तर यस्तो झन्टङ झन्टङ भन्नु जस्तो तर मजा चाहिँ नआइरह। अनि चाहिँ ब्ल्याक टोपी यस्तो हो त्यो अप्ठ्यारो होइन सर ट्याङ 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 मजा चाहिँ मजा नआइरह है। हुन्छ त्यो उकालो चढ्नु जाने। दुईजना हिँडिरहेको छन् टुकुन टुकुन। हामी चाहिँ उहाँबाट आएको तर यहाँ आइपुगेको होइन नि। उहाँदेखि यहाँ तल झरेर फेरि माथि चढेर फेरि तल झरेर फेरि यस्तरी फेरि सिडी चढ यस्तरी आएर यस्तरी आएको है भाइदबे गाइजहरू। फेरि यहाँ माथि सिडी जाने हो। हाय राम हामी त्यहाँबाट यो डाँडाबाट यस्तो माथि उक्लेर तल झरेर यस्तरी आएको। मेरो चाहिँ यहाँ है म चाहिँ तलतिर आउँदैछ न यस्तो भ्यू देख्दै चाहिँ वाउ। दिदीहरू चाहिँ उहाँ पुग्नुभयो एउटा दिदी चाहिँ अर्को दिदी चाहिँ उहाँ हुनुहुन्छ उहाँ रातो रातो लाउँदै हुनुहुन्छ। ए म है पोटर जस्तै देखेछ गाडीभित्र। यहाँ चाहिँ राम्रो होटलको चाहिँ व्यवस्था रहेछ अनि फुलहरू वाउ फुल चाहिँ राम्रो है। अब हामी चाहिँ आज बिहान पुग्छु होला।
अहिले चाहिँ बल्ल अलि स्ट्रेट टाइपको बाटो हो अघि चाहिँ खाँदै उकालो थियो स्टेयर यो चाहिँ बिरालो पनि छ किन होइन सुरुमा त्यही हो त्यसपछि हुन्न दिलले नयाँ चस्मा लगाएको हिँड्नै जान्नु भएन हो त्यो के गर्नु र त्यहाँ कति अहिले अहिले फेरि यही झोला बोकेर दोकान नजिक त्यो हामी त घरै अगाडि भयो नि मलाई कति झ्याउ लाग्छ क्या पसल जान अहिले फेरि यत्रो 15-20 केजी त छ होला 15 केजी त छ नर्मल्ली हिँडिराखौँ त्यही पनि हामी मामा घर हिँडेको के सबै दसैँ तिहार मनाउन होइन दि हो कि होइन आयो यहाँ हर्स राइडिङ पनि हुन्छ है हेलो दाई कस्तो छ ए ब्याम्बो ए होला ब्याम्बो भन्ने भ्यू हेर्दै हिँड्ने मेरो चाहिँ सनलाइट आयो होला गाइजहरू भ्यू हेर्नुहोस् यस्तो चाहिँ किन बिचमा भिडियो नगराएको भन्ने चाहिँ यो हिँड्नै सके होइन मोबाइल समात्नु कि यसलाई समात्नु कि के समाउनु है वाउ अयो फुल दिदीहरू चाहिँ त्यहाँ पुग्नु भयो फुल कटेर जाने सिउ गाई चाहिँ जस्ट अलराइट गाइज हामी चाहिँ अहिले कहाँ हाने त्यो भन न होइन हिमालयमा छौँ है अब हामी चाहिँ सुत्ने अब खाना खाएर आयो हेलो दी क्युट पान्डा होइन पान्डा होइन के अरे पेङ्गुइन्स अनि यहाँ चाहिँ हामीसँग यस्तो भत्तामा भुङ्गो हो दिदी चाहिँ उता वासरुम जानुभयो सो अब आजको ब्लग चाहिँ यति नै हेर्दै गर्नु होला माया गर्दै गर्नु होला अनि बिचमा चाहिँ भिडियो गर्न पाएन होइन सकिनँ किनकि बाटो नै त्यस्तै छ सो हामी त आज 10-11 घन्टा हिँडेको सो खुट्टा त फेरि टुङ भइरहेको आजलाई यति नै बाई बाई गुड नाइट टेक केयर लभ यु